वेलकम बैक टू माई यूट्यूब चैनल। आई होप सो हजुरहरू सन्चै हुनुहुन्छ होला नि। सो आज चाहिँ म यहाँ बिएससी आएको छु नि त, मेरो एउटा सानो कामले गर्दाखेरि। र अहिले म भित्र गएर फटाफट काम गर्छु अनि त्यहाँदेखि म आएर चाहिँ यहाँ बाहिरको म भ्यू देखाउँछु होइन तपाईँहरूलाई म अन्त उपर हेर्नु न, मेरो स्कुटीमा चाहिँ नि मेरो गेस्ट बजिरहेको छ होइन। अन्त अहिले चाहिँ म भित्र जान्छु फटाफट अनि त्यसको बादमा भेट्छु हस् तपाईँहरूलाई। र अहिले चाहिँ अब मेरो काम पनि भयो हो, अब घरतिर लाग्ने हो। अनि तपाईँहरूलाई म यताको भ्यू देखाउँछु नि है, अघि म भ्यू देखाउँछु भनेको थिएँ होइन तपाईँहरूलाई। र अहिले म तपाईँहरूलाई नि यताको भ्यू देखाउँछु हस्। यसले पर्खिरहेको रहेछ अघिदेखि। ओइ ओइ हटी हट हट जा जा पर जा। अब हट हट। अब चाहिँ म घर जान्छु। अहिले चाहिँ म सोक्पे भन्ने जग्गामा आइपुगेको छु होइन। र यहाँदेखि चाहिँ नि यो टिस्टा खोला चाहिँ यस्तो दामी देख्छ कि हेर्नु नि भ्यू। ए हेलमेट त खोल्नु पर्यो। दुम्सी कुखुरा जस्तो भएछु म त। हेलमेट लगाए यहाँ राख्यो भने त तल चाहिँ चलाऊ लगाउँ चाहिँ दुम्सी जस्तो देख्दो रहेछ। यो लगाएर बोल्नु पर्यो म। अब चाहिँ म यहाँनिर गएर दिदीलाई क्यान्टिनमा के पाउँदो रहेछ हो त्यो सोध्छु हो, त्यसपछि खान्छु। दिदी ए हजुर के पाउँछ खानेमा? चिकन मोमो छ। चिकन मोमो, अरू आलु चुरा आलु मिमी। ए हुन्छ। चिकन मोमो दिनुहोस् न। तातो तातै ठिकै छ हौ है। ए ल ल हुन्छ हुन्छ दिनुहोस् न। ओके त्यसो भए चिकन मोमो। अब चाहिँ चिकन मोमो खाने हो, त्यसपछि फेरि यहाँ लाग्ने हो घरतिर। चिकन मोमो पनि आइपुगिसक्यो हो, टेस्ट गर्नु पर्यो। हुन्छ टेस्ट गरेर हेरौँ है त कस्तो हुँदो रहेछ चिकन मोमो। दामी मिठो। पर्फेक्ट। डान्सर कहिले चाहिँ मजा देख्छ, सबैको स्टेपिङमा सुहाउँदो रहेछ फेरि। मोमो पनि खाइसक्यो हो। अब चाहिँ घरतिर लाग्ने कति भयो? 100 हो। ए हुन्छ ल थ्याङ्क यू। यहाँको आउँदै गर्छु नि रोकेर। जो पनि अब कस्तो भयो जो पनि यो बाटो हिँड्नुहुन्छ नि, यो बाटोमा हिँड्ने भएपछि चाहिँ यो गान्तोक जाने रोड हो नि त। अन्त यो क्यान्टिनमा चाहिँ निस्किनु, यो यो दिदीको क्यान्टिनमा चाहिँ निस्किनु नभुल्नु होला है तपाईँहरू। यहाँनिर एकदम मिठो मिठो चिजहरू पाउँछ। चिकन मोमो पनि पाउँछ है, चिकन मोमो एक खाजा डल्लै है। अनि यो सोक्पे भन्ने जग्गामा चाहिँ एउटा सबैभन्दा चाखलाग्दो सिन चाहिँ के छ भने चाहिँ नि यो छ है। यहाँदेखि चाहिँ
देख्छु यो टिस्टा खोला चाहिँ यस्तो दामी देख्छ कि यो भ्यू अम्बो खतरा है तर म पनि यहाँनिर फर्स्ट टाइम आएको फर्स्ट टाइम भन्दाखेरि चाहिँ होइन क्लास 10 मा पढ्दै गर्दाखेरि क्लास 10 मा होइन क्लास 10 मा होइन 2015 मा हो 15 मा त्यतिखेर चाहिँ म यो जग्गामा आएको थिएँ नि त यहाँनिर बाउजू र म आएको थिएँ होइन 2015 मा त्यतिखेर यो यस्तो पनि थिएन यो यस्तो रडहरू पनि लगाएको थिएन नि त होइन यो प्रोटेक्सन पनि गरेको थिएन यहाँनिर चाहिँ र अर्कै थियो त्यो टाइममा र अम्बो यो यस्तो यो चाहिँ नि अहिले पानी पर्दैछ नि त पानी पुरा एकदम परेको गरेर चाहिँ यस्तो धमिलो भएको होइन भोलि पर्सि चाहिँ नोभेम्बर अक्टोबर सक्छ नोभेम्बर डिसेम्बरतिर होइन जनवरी फेब्रुअरीतिर यति दामी देख्छ कि यहाँबाट यो जग्गा चाहिँ भ्यू होइन टुरिस्टहरू जो पनि यो बाटो हिँड्नुहुन्छ नि यहाँ चाहिँ भिजिट गर्न एकचोटि भिजिट गर्नु चाहिँ नभुल्नुहोस् होला तपाईँहरू है यहाँ आएर चाहिँ तपाईँहरूले फोटो लिनु र यसरी भिडियोजहरू बनाएर लानु सक्नुहुन्छ तपाईँहरूले अन्त यहाँनिर चाहिँ आएर तपाईँहरूले रिल्सहरू पनि बनाउन सक्छ नि त होइन अब म त अहिले त रिल्स बनाउन सक्दिनँ किनभने म त एक्लै छु होइन नत्र त म यो यस्तो जग्गा त म कहाँ छोड्थेँ होला र होइन सो अब चाहिँ घरतिर आजको भ्लग चाहिँ म यहीँनिर नै राख्न चाहन्छु होइन अनि अब म घर पनि त जानुपर्छ नि त हो त्यही कारणले गर्दाखेरि चाहिँ अब यदि हजुरहरूलाई मेरो यो भिडियोलाई मन पराउनु भयो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला है र किप लभिङ है किप सपोर्टिङ अन्त साइटको सब्सक्राइब गरिसकेपछि साइडको बेल आइकनलाई दबाउन नभुल्नु होला ओके बाई बाई टेक केयर सी यू लभ यू